हेलो कुजाम्पो र नमस्ते छ सबैजनालाई। र आज चाहिँ हामी आफ्टर लङ टाइम धेरै समय पछाडि हामी फेरि पनि यहाँ अब कति एक दिनभरि लागेर चाहिँ हामी फेरि पनि आइपुगेछ यहाँनिर बेडा गोठलाको गोठमा। र यहाँ चाहिँ यो ग्याङ खर्क भन्ने नारी ग्याङ भन्ने ठाउँमा आइपुगेको छ। अन्त त्यसो हुँदाखेरि चाहिँ फेरि पनि हामी केही कुरो बोलौँ न, केही कुरो उहाँहरूको दुःख सुख बोलौँ भनेर त्यो लागेर आइपुगेको। अन्त त्यसो हुँदाखेरि यहाँ बेडा गोठलाको मालिकसँग नै योपालि चाहिँ भेट हुनुको लागि आइपुग्यो। तर यो चाहिँ कहाँ भन्दाखेरि एकदमै माथि हिमालमा छ। एक दिनभरि लागेर चाहिँ आइपुगेको हामी यहाँनिर। अब हिँड्नु पनि साह्रो परेर खुट्टा दुखेर हुन्छ के गरे बेलुका आइपुगेको हुनु त। तर हामी आज चाहिँ बनाऊ अब बेलुका एकदमै पानी परेको हुनाले चाहिँ आज एकदम मौसम पनि राम्रो भएको छ, यो सिनहरू पनि राम्रो देख्ने रहेछ भनेर चाहिँ अन्त उहाँहरूसँग केही छोटो भनेर नि। अन्त हजुरलाई त पुग्नु त हामी पहिला पनि भेटघाट भइरहेको हो नि हजुर। अन्त लास्ट तल अस्ति उधौलीको टाइममा हामीले बोलेको थियो र योपालि फेरि उभौलीको टाइममा हामी यहाँ आइपुगेको छ यो ग्याङ खर्क भन्ने ठाउँमा। अन्त हजुरको पहिलोचोटि हजुरको शुभ नाम चाहिँ भनिदिनुहोस् त। मेरो शुभ नाम चाहिँ मेरो दुर्गासिंह गुरुङ हो। दुर्गासिंह गुरुङ चाहिँ बडाने गाउँ हजुर, बडाने गाउँ गियोक पेमाली बडाने गाउँबाट चाहिँ उहाँहरू यहाँ आइपुगेको छ। आइपुगेको भन्दाखेरि अब यो यहाँ त पहिला पनि आइपुगेर उता गएर आइपुगेको नि हजुर। दोकलाम पुगेर फर्केर आएको हामी यहाँ ग्याङखर्क आएको। हजुर उता दोकलाम जाम्पेरी भन्ने ठाउँमा चाहिँ पुगेर तपाईँहरूको चाहिँ योपालि चाहिँ फर्स्ट हजुर पहिलो चाहिँ तपाईँहरू जानुपर्ने थिएछ नि त नि। गएर एक महिना बस्यो, त्यहाँदेखि फेरि फर्केर आइपुग्यो यहाँनिर। यहाँबाट उता कति टाइम लाग्छ होला जम्पेरी पुग्नु? हजुर भेडासँग हुन्छ टाइम निकै लाग्छ। अब झन्डै अब 6-7 घन्टाकै फरक पर्छ। हजुर मान्छे मात्रै हो भने त 3 घन्टा हो। हजुर यो भेडासँग चाहिँ अब भन्नु नि गर्छ। यहाँबाट डाइरेक्ट लाँदैन तपाईँले? जाँदैन, बिचमा बस्दै जान्छ। अब हामी यहाँदेखि सिप गर्दाखेरि 4 राते यस्तै अब 4 राते कुर्की यस्तै बस्दै जान्छ। उता बुलबुले भन्छ हो, बुलबुले बस्दै त्यही त वहाँनिर एक महिना बसेपछि तपाईँहरू आएपछि फेरि अर्को कोटी जान्छ नि त। जस्तै गयो पनि हजुर गयो अहिले हजुर लक्ष्मणसँग नि हामी भेट्नेछौँ हजुर त्यसको बादमा। त्यसो हुँदाखेरि हजुरलाई त्यही त एकदमै खुसी लाग्यो। र धेरै हामीले नि यहाँ आउँछु भन्ने नि हाम्रो मेरो प्लान पनि अहिलेदेखिको होइन हो, आउनु सकेको थिएन। यस्तै गरेर तपाईँले केही प्रब्लमहरू हुन्छ नि त नि, त्यस्तो हुँदैन यो भएको थिएन। यो पालि आउँदा हामीलाई पनि खुसी लागिरहेको तपाईँको आइपुगेर घटना उहाँहरू। अनि हजुरहरू अब उहाँ पुगेर यहाँ आउनु भयो हजुर। अनि तल अब जस्तै उधौली जाँदाखेरिको यो सजिलो हुन्छ कि तपाईँहरूलाई यहाँ बस्दाखेरिको सजिलो हुन्छ? कुन चाहिँ सजिलो हो हामीलाई? अब बराबरै भनौँ न। अब किनभने यो अब भेडालाई चाहिँ अब कस्तो चाहिन्छ भने उधौलीको टाइममा उधौली हुनु पऱ्यो, उभौली टाइममा उभौली ल्याउनै पऱ्यो नि, ल्याउनै पऱ्यो। अब नभए चाहिँ यिनीहरू भागेर पनि आउँछ। त्यसले गर्दा उनीहरू मान्दैन पनि पर्छ हो, टाइमिङ भयो मान्दैन। यहाँ टाइम भएर चिसो भएपछि त यताबाट बाटो लाउनु मात्रै पर्छ, गइहाल्छ। यहीँ बर्खामा चाहिँ यहीँ सजाउने रहेछ नि, यतै नै। यतातिर के जुकाहरू केही लाग्दैन, हिलो छैन। हजुर त्यसो हुँदाखेरि चाहिँ भेडालाई चाहिँ जति चाहिँ अब हुन त भेडा पनि के भन्छ यो चिसोमै बस्ने जात हो नि त नि, चिसोमै बस्ने जात हो। त्यसो भएर पनि होइन अन्त बर्खामा चाहिँ आउनै पर्दो रहेछ। तल राख्यो त मरिहाल्छ नि त। गरम हुँदैन। हजुर अन्त त्यस्तो हुँदैछ उहाँहरूको। अन्त अरू कुरो जस्तै अब हजुरले यहाँनिर कतिवटा पो छ अहिले यो भेडा यसपालि साँच्ची? कति गऱ्यो भने 250 छ बच्चा। हजुर 250देखि त साह्रै घट्दैन रहेछ नि। फेरि भ्याइहाल्छ होला होइन, फेरि भ्याइहाल्छ, फेरि उयो गऱ्यो। हजुर अन्त अरू अब जस्तै तपाईँहरू यहाँनिर उयो भयो। अन्त मैले अबदेखि यसरी गोठ कति दिन चाहिँ बसिन्छ यो एक ठाउँ चाहिँ यो एउटा ठाउँमा? यही जग्गामा चाहिँ हामी भयो 15 दिन भयो। 15 दिन बस्छ? 15 दिन भयो। आज चाहिँ अब 16 दिन। एउटा एक ठाउँ गोठ बनाएरै 15 दिन? होइन त्यो चाहिँ होइन कि हामी अब जस्तै 5 दिन 6 दिन माथि पुग्यो, अब गएर बस्यो हो। माथि डाँडामा 5 दिन गएर बस्यो, यहाँ 5 दिन। त्यस्तो गोठ बनाएर भनेर नि? होइन त्यस्तो चाहिँ बस्छ। भेडा मान्दैन, फेरि यो मोल भएपछि त्यसो भए आउनु। अनि तपाईँले पहिला नि भन्नुभएको थियो
अब जुगदेखि नै गरेर ल्याएको हो नि। यो त इतिहास त अब हाम्रो बाउले थाहा पाउँदा पनि अब जान्दाखेरि यस्तै थियो अब भाइ केटाकेटी भनेर हजुर अब बाउले भन्छ अब अझै बाउ तपाईँदेखि के छ हजुर उहाँले भन्छ अब उनीहरू जान्दादेखि यस्तै थियो अन्त उनीहरू केटाकेटी बाल्यकालदेखि नै अब यस्तै थियो हजुर अब रीति नै एउटा रीति थियो नि कल्चर जस्तो भइरहेको हुन्छ नि मानिरहेको अहिलेसम्म गरिरहेको छोरा नातिहरू अझै पनि अब गर्छ नै होला नि त नि हजुर हजुर त्यो तपाईँ त्यो सुरुदेखि गरिरहेको अब यसरी अरू त होइन मैले यसरी गोठहरू देख्दाखेरि नि तपाईँहरू अब 4-5 दिन एक ठाउँ बस्छ भन्छ अर्को ठाउँ यसरी तपाईँहरूले यो नगरेर तपाईँहरूले अब जस्तो टेम्पोररी गर्दो रहेछ नि त अहिले त होइन खुट्टी गाड्यो हो खुट्टी गाड्यो बनायो यसरी नै एउटा खुट्टी गाड्यो बनायो बस्यो अनि त्यसो गर्दाखेरि अन्त मैले देख्दाखेरि चाहिँ अब हेर्नुहोस् न अब आँखा पोलेर होइन कति भित्र यो रहेछ साह्रो रहेछ नि सुत्नु पनि साह्रो पर्ने रहेछ नि त आँखा पोले अनि त्यहाँनिर जस्तै अब उँभोतिर हुन्छ नि त लेक अब उँभो भाषातिर छ कहीँतिर होइन चौरी गोठालाहरू छ नि त चौरी गोठालाहरू चाहिँ कस्तो छ उनीहरूको चाहिँ अब पर्मिनेन्टली एउटा घर बनाएको हुन्छ होइन पर्मिनेन्टली अब जस्तै ढुङ्गाको बनाएर माथि छाजन लगाएर बसेको हुन्छ त्यहाँभित्र भोकारीहरू लगाएर बसेको हुन्छ अनि त्यस्तो भने त धुवाहरू पनि आउँदैन नि त धुवाहरू अनि त्यस्तो खालको बनाउँदाखेरि कस्तो त्यस्तो खालको सम्भव हुन्छ कि हुँदैन यो खालको चाहिँ हाम्रो किनभने अब सारी बस्नुपर्छ हो हजुर कन्टिन्यू सिप गरिबस्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ हुँदैन कि अन्त त्यसले गर्दा हाम्रो चाहिँ अब पहिलादेखि नै आजदेखि गरेको होइन आज भोलिको कुरो होइन हो अन्त धुवामा खट्नु भनेको चाहिँ कस्तो छ भने अब फर्स्ट टाइम भयो अब म नि 1-2 दिन उँधो बस्दा त्यस्तै हो मलाई साह्रो पर्छ फेरि बस्ने टाइम भयो र बानी भएपछि फेरि त्यस्तो तपाईँहरूले त्यो त्यसको लागि चाहिँ तपाईँहरू त्यस्तो खालको घरहरू कहीँ कहीँ अब जस्तै सबै ठाउँ गर्नु परेन ठाउँ ठाउँ चाहिँ अब यस्तो मेन लोकेसनमा चाहिँ त्यस्तो घरहरू बनाएर राखेको थियो भने कस्तो हुन्थ्यो त्यस्तो कि पहिला आइडिया नभएको हो कि कसैले नभनेर हो कि कस्तो कस्तो अब पहिलादेखि अब यस्तो थिएन किनभने तपाईँहरू त अब यो नयाँ त होइन नि त अब उहिलेदेखि गरेर ल्याएको र पनि अहिलेसम्म बस्दाखेरि चाहिँ टेम्पोररी नै बसिरहेको छ नि त हेर्नुहोस् न अब 2-3 दिन एक ठाउँ बस्यो त्यो खुट्टी गाड्यो बस्यो त्योभन्दा चाहिँ ढुङ्गाहरू लगाएर अब यहाँ आउँदा त्यो ढुङ्गाहरू पनि मजाले पाइहाल्दो रहेछ होइन त्यो गरेर बनाएर भुकरीहरू आयो अब सालमा त आउँछै आउँछ होइन आउँछ फर्केर त्यही ठाउँमा अन्त त्यस्तो गर्दाखेरि चाहिँ कस्तो हुन्थ्यो कि राम्रो हुन्थ्यो कि सक्नु त सक्छ नि त नि त्यस्तो अब ठाउँ बनाउनु पर्यो अलिक जग्गा चाहिँ अब कस्तो भने अब मजाले अब उनीहरूलाई आँट्ने र अब अलिक सरेर बस्ने ठाउँ त्यस्तो बनायो भने हुन्थ्यो होला जस्तो त्यस्तो त्यही त मैले देखेँ त्यस्तो लाग्यो तपाईँ त्यस्तो बनाउनु राम्रो हुन्थ्यो र अन्त त्यो उहिलेदेखि गरेर ल्याएको हो तर त्यो बस्ने ठाउँ चाहिँ कहिले टुङ्गेको छैन होइन त्यसो र अन्त मैले चाहिँ त्यसो गर्दा कसो हुन्थ्यो भन्ने मेरो मनको कुरा नि त्यो चाहिँ पहिला थाहा नभएर पनि हुनसक्छ हो अब किनभने त्यसरी एउटा अघि जाँदो रहेछ एउटा पछाडि अनि भेडाले पछ्याउँदै जाँदो रहेछ चौरीको चाहिँ अब पर्मिनेन्ट नै घर क्यामेरा सेक भएर चाहिँ अब जस्तै आएर 2 महिना अब 1.5 महिना बस्न सक्छ अब हाम्रो चाहिँ अब 1.5 महिना 2 महिना चाहिँ अब जस्तै मानिने अब यहीँ नै अब विचार गरौँ नि अब यहाँ आउँदाखेरि अब 6 दिन भएपछि यहाँ बस्नै मान्दैन नि फेरि सरेर माथि जान्छ अन्त अब जस्तै एक ठाउँ गोठ बनायो त्यो खालको घर बनायो अब उता चराएर ल्यायो त्यहाँदेखि फेरि त्यसकै साइडमा राख्दा हुन्थ्यो होला नि त हुन त त्यो गऱ्यो भने हुन्छ होला गऱ्यो भने हुन्छ नै किनभने त्यो चाहिँ गर्नु पर्यो त्यसलाई पानी सिकायो भने त हुन्छ पानी चाहिँ गर्नु पर्यो हजुर अब जुनैले पनि अब जनावर के भन्छ यस्तो वस्तुहरूलाई त बानी नै त हो मेन बानी गर्न सके त हुन्थ्यो होला भन्ने नि त्यसो गऱ्यो भने चाहिँ त्यस्तो दुःख हुन्थेन कि भन्ने नि मेरो किनभने हेर्नुहोस् अब तपाईँहरू 1-2 दिन होइन ढुक्कै त्यस्तो अब यो के भन्छ अब धेरै समयमा चाहिँ आफूलाई हानि पनि हुन्छ नि त त्यो धुवाले क्या त्यसो हुँदा त्यो भुकारीहरू लगाइरहेको हो नि त तपाईँहरू आयो ठ्याक्कै बस्यो त्यहाँनिर अन्त त्यो आफ्नो सामान पनि अर्को सालको लागि राखिराख्नु नि त अन्त अहिले त उठायो छैन यहाँनिर निकालिहाल्दो रहेछ होइन निकाल्यो लग्यो अन्त किन अब चाहिँ बाटो लागेको हामी पानी त के भन्नु हजुर पानी अनि त्यस्तै पानीमा आएर तपाईँहरू चिसोमा भुइँमा खुट्टी गाड्यो अनि त्यस्तैमा सुत्नु हुँदो रहेछ नि त नि अन्त त्यस्तो दुःख देखेँ कि अन्त त्यसो कारण त्यस्तो गर्दा कस्तो होला भन्ने लागेर अनि अरू अब जस्तै त्यो कुरो भइहाल्यो अरू कुरो जस्तै अब भेडाको यो भने अब धेरै हुनु त पहिलादेखि तपाईँले भन्नुभएको थियो गोठालाहरूको प्रब्लम छ भन्ने गोठालाहरू कस्तो हुँदैछ अहिले चाहिँ गोठालाहरूको त अब प्रब्लमै छैन गोठला मेरो नि अब त्यही हो एउटा तल छ 2 जना यहाँ छ हो त्यही गोठलाहरू अब गोठलाहरू त्यही हो प्रब्लम त अब गोठलाको प्रब्लमै हुन्छ नि मान्छे अब भन्ने टाइममा पाउँदैन अलिकति छ अब यो गोठला नि एउटा त गइहाल्छ नि हो अन्त एउटा एसिस्टेन्ट छ तलै छ त्यो उसको नि अब यहाँ बिग्रिनु थाल्यो भने थालिहाल्यो त्यसले गर्दा पनि गइहाल्यो अन्त हामी अहिले 3 जना कस्तो बन्दोबस्तमा राख्नुहुन्छ तपाईँहरूले गोठाला भेडै दिएर भेडा नै दिएर भेडा जम्मै अब जस्तै सम्झौँ 12 वटा सबै अब
गभर्मेन्टबाट दिइहाल्छ हजुर। त्यहीँबाट भइहाल्छ हो उम्, तर लत्ता कपडा गमुटर चाहिँ हामीले दिन्छ ए भारत भेडामा अब ल्याउँछ नि त्यसले अँ। अन्त उनीहरूको ए त्यो पहिल्यै दिएको भेडाबाट चाहिँ बिहाको चाहिँ उसको हुन्छ अँ, ए फर्स्टैदेखि हुन्छ नि अँ, त्यसले जतिवटा गर्दा- फैल्यो उसकै अँ, त्यहाँनिर त्यहाँ त उसकै हुन्छ ए त्यहाँ त अब 12वटा भेडाले ल्याउँदा त तपाईँको त अब निकै नै हुन्छ नि त उम्, अन्त त्यो झगडा गर्नु पऱ्यो अँ, अब अँ। आफैबाट आफै अब आफै जगाउनु पर्यो अँ। त्यहाँदेखि त्यसमा मात्रै नभएर उसको भेडा मात्रै नभएर अब अर्को मालिकको भेडा पनि हेर्नु पर्यो हेर्नु अब हामी पनि त्यस्तै दुःखै तपाईँहरूले पनि त्यस्तै गरेर त आउनु भएको होला अब पहिला बाउहरूले अब एउटा नाम गरिदियो त्यहाँदेखि झगडा गर्यो जो गर्यो जो गर्यो गर्यो हो त्यस्तै गरेर हामीले पनि त्यो गर्यो ए तलब दिने भन्ने चाहिँ छैन बन्दोबस्त छैन ए अब हुन त पकेट खर्च दिन्छ पकेट खर्च पकेट खर्च अब 10,000 गरेर दिइरहेको हजुर। उनीहरूलाई ए हजुर अनि त्यही त अन्त मान्छे त्यति हुँदा पनि ए, धेरैवटा लाउँदो रहेछ म त एउटा पो भनेर सोचेँ ए गोसला भनेपछि त्यसै अब त्यस्तो हुँदो रहेछ हजुर। नि त। तपाईँले बुझ्नुहुन्छ बुझ्दैन तर अब यसरी गर्दाखेरि के हुँदो रहेछ भन्दा ए। अब मैले यो देख्दाखेरि खास बुन्ने चाहिँ मान्छे मरे नि हजुर हजुर तपाईँहरू गोर्खालाले मात्रै लस होइन रहेछ अब ए हामीहरू जस्तो अब मात्रै नभएर साइडमा पनि लाउँछ होइन र देशलाई पनि लस तपाईँहरूले माथिबाट मात्रै लाउँदो रहेछ साइडमा पनि लाउँछ होइन अब तपाईँहरू वरिपरि। ल्याइरहेछ नि त ए। भेडा अब लिएर माथि जाने नै ए हजुर हजुर सिमानामा होइन खाना बोटोतिर भर्खरले चाहिँ न्यानो हुँदो रहेछ नि दाजु नि रहेछ अरू कहिले जाँदैन रहेछ अनि तपाईँहरू गइदिनु त छैन नि त अन्त त्यसो हुँदाखेरि अन्त अब पहिला तपाईँहरू हुनु त अब पहिला पहिला त धेरैवटा गोठ थियो नि त नि अब बहुत बहुत हो नि भाइ पहिला त हजुर। अन्त 11 गोठ थियो अन्त हजुर 11 गोठ थियो 11 गोठदेखि अब हेर्नु नि मासिँदै 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 गयो हो त्यो मासिएको चाहिँ सबै त्यो गोठाला नभएरै हो गोठला नभएर अब त्यो जुगमा त अब मान्छे त गोठला त थियो तर अलिकति मालिककै केयरलेस भएको जस्तो लाग्यो त्यसमा के बुझ्यो किनभने अब मेरो चाहिँ अब म आफै खट्नी भयो हजुर आफ्नै कन्टिन्यू खट्नु पऱ्यो। आफै खटिरहेको नि त नि त्यसले गर्दा मेरो चाहिँ अब उयो हुन सक्दैन हो अन्त मान्छेहरूलाई राम्रैसँगले गोठलाहरू थियो त्यति बेला त अब त्यो जुगमा त अब राम्रो थियो जुगै राम्रो थियो हजुर त उनीहरूलाई पनि हुन्थ्यो आफैलाई पनि हुन्थ्यो अहिले चाहिँ अब साल पछि के भयो भन्दाखेरि चाहिँ टाइट कस्तो टाइट भयो नि भन्छौ भने अब टाइट मतलब अब मान्छे चाहिँ गोठला भनेपछि फ्याटै नमान्ने गोठला भनिसकेपछि कोही नमान्ने मान्छेले तर अलिकति गोठला भनेपछि फलना गोठला जाने भन्ने खालको अब गोठला भेडा गोठला भनेपछि मान्छेले अलिकति मैले चाहिँ शब्द के बुझ्यो भने अलिक नराम्रो खालको तर त्यो होइन नि खास म पनि अब हो अब मलाई पनि बाउले भेडा दियो एक दुईवटा दियो त्यस्तै जोडजाड गरेर अहिले मैले पनि आधी जस्तो मेरै बनाइसक्यो हो म खटिरहेको छु मेरो पनि पुरा त छैन र पनि मेरो पनि अहिले कति 50-60वटा होला तर पनि म मेरो घरबार चलाउनु मेरो नानीहरू पढाउनु भइरहेको छ अन्त सरकारले चामल दिइरहेको छ हो तर एउटा कुरो चाहिँ खट्नी चाहिँ हुनु पर्यो खट्नी अब जस्तै अब जङ्गलमा बस्ने चाहिँ बानी बनाउनु पर्यो नि बानी चाहिँ हुनु बानी चाहिँ बनाउनु पर्यो अब एक दिन होइन 2 दिन होइन अब सालभरि हुन्छ जङ्गलमै अन्त एकखेप कोही कोही बेला त जान्छ होला घरमा होइन त्यस्तो त होला नि अब यहाँ त धेरैजनाको छ अब हामीले अब कमाइन गरेर अब कमिटी अब कस्तो हुन्छ भने हाम्रो ग्रुप साथीभाइको सबैको लगाएर चाहिँ अब फल्ना नि आउनु पालो कोही बिमार हुँदाखेरि कोहीको घटनाहरू हुँदाखेरि उनीहरू आएर पालो गर्नु त्यस्तो खालकोले गरेर चाहिँ अन्त यहाँ मिसाएको कारण फाल्टो राखेको कारणले मैले लगाएको कारण चाहिँ के हो नि त अब किनभने गोठाले मात्रै सक्दैन हजुर तपाईँहरू अन्त त्यो सरकारबाट अब जस्तै गभर्मेन्टबाट केही कुरो सपोर्टहरू त पहिला पनि पाउँदा पाएछ अरू सेलेरीहरू नि पाउने त पाएको छैन नि सेलरीहरू छैन रासन पानी चाहिँ अब 2000 पायो भने हुन्थ्यो कि पायो भने चाहिँ मान्छे पाउँछ उताबाट अब गभर्मेन्टले हेरिदियो यस्तो रासन के अरे यो तलब तनखामा हेऱ्यो भने त अब भेडाबाट पाउँदा र तलब तनखा पाउँदा त पाउँछ मान्छे पाउँछ होला आशा राखिरहेको छौँ त्यो गरिदियो भने त अब हामीले आशा पक्कै पाउँछ है भन्ने नै हामीले आशा गरेको छौँ त्यही त त्यसो गर्दाखेरि चाहिँ मान्छे पाउँछ कि भन्ने नि किन भन्दा अब मान्छे पाएन भने एकखेप भने 1 साल भने 2 साल भने यसरी पनि अब भेडा गोठ लागेको छ कि अब पोहोरको साल 4टा भएको गोठ पनि अहिले 3टा भइहाल्यो अब अर्को साल त के होला फेरि पनि घट्नु पनि सक्छ होइन त्यसको लागि चाहिँ मैले लाग्दाखेरि चाहिँ हौ त्यो इन्करेज गर्नु पनि मान्छेले अब यो भेडा पाल्नु नै भनेर इन्करेज गर्नुको लागि चाहिँ अब अलिकति भए पनि अब सपोर्ट अब अरू कुरोमा त सपोर्ट त भइरहेछ रासिनहरू पानीहरू सबै भइरहेछ अन्त त्यस्तो भइरहेछ तर पनि अब यो अब अलिकति भए पनि स्यालेरीको सिस्टम भइदियो भने नि त्यसको लागि चाहिँ स्यालेरी सिस्टम चाहिँ किन हुनु भन्दाखेरि चाहिँ अब तपाईँहरूले पनि त त्यही त अब आर्मीहरूले जस्तै अब हाम्रो फौजीहरूले जस्तै उहाँ पुगेर होइन उहाँ गएर सबै त्यो अब त्यो उँभोबाट आउनु नहुने खालको बनाउँछ नि तपाईँहरूले होइन तपाईँहरू त जान्छ अन्त त्यसो हुँदाखेरि चाहिँ तपाईँहरूले पाउनुपर्छ तपाईँले चाहिँ पर्सनली आफ्नो लागि मात्रै गरेको छैन नि त अनि त्यसको लागि पनि गरिरहेको छ त्यसो हुँदा चाहिँ मैले चाहिँ अन्त सेलेरी पनि पाएँ भने हुन्थ्यो भन्ने नि मेरो कुरा अनि अरू कुरो जस्तै अब
यो भेडाहरूको कस्तो तस्करहरूले खानु कतिको कस्तो के छ तस्करहरूले खानु मतलब अहिले त तस्कर भन्दा तस्कर त्यति लागेको छैन हजुर। अहिले धेरै वर्ष भयो तस्कर ए हो ए हजुर तस्करहरूले खाँदा चाहिँ कसो गर्छ तपाईँले तस्करहरूले खाँदा चाहिँ अब कस्तो हुन्छ कोही एउटा दुरा खान्छ हजुर। खाँदैन खान्छ कस्तो भयो मात्रै खान्छ तर छोड्छ छोड्दा हामी अब यताउता गरेर छोड्नु त छोड्छ ए त्यसो भयो भने त यो रहेछ नि त माछाको गोठ पर्छ हेर्नुहोस् अन्त यसरी बनाउनु पर्दो रहेछ उनीहरूले अरू केही बिकहरू खाएर पनि मर्छ होइन उनीहरू चाहिँ खालि टेम्पोररी हुँदो रहेछ कि गोठ चाहिँ हमेसा त म हाम्रो जस्तो अरू कस्तो त्यो पर्मिनेन्ट हुँदो रहेछ खालि टेम्पोररी एक दुई दिनको लागि बनाउँदो रहेछ हो खुट्टी गाड्यो बस्यो त्यस्तो चिसोमा त्यस्तो चिसोमा बस्नु रहेछ सिउँलाहरू काट्यो बस्यो त्यहीँ हेर्नुहोस् यस्तो ठाउँमा चिसो हुन्छ हो कति मजाले चलिरहेको छ तर बिख खाएको त्यही बिख खाएर मरेको भएर पनि एकदम ठुलो दबाई भनिँदो रहेछ कस्तो बनिँदैछ कोठानी बनिँदैछ राम्रै अब यहाँ सुत्नु पर्ने नि राति तपाईँले यहाँ सुत्नु पर्ने नि हेर्नुहोस् यस्तो ठाउँ हुँदो रहेछ नि तपाईँको सुत्ने ठाउँ त अब यसमै अन्त चिसो छ यस्तोमा सुत्नुहुन्छ नि अब यो स्याउलाहरू ओछ्याउँदो रहेछ आगो बल्छ यहाँ अन्त आगो बल्छ हेर्नुहोस् है भित्र चाहिँ यस्तो हुँदो रहेछ उनीहरूको गोठको भित्र चाहिँ अब यहीँनिर हेर्नु कति छ जङ्गल हो यस्तो यहीँ उनीहरूको चाहिँ अब सालै पछि आएर बस्दो रहेछ नि त्यहीँनिर हेर्नुहोस् यहाँ एउटा चौतारी भन्छ कि तर चाहिँ भेड चलिरहेछ हजुर ए कति मजाले फुलेछ पहेँलो फुल्यो हेर्न फुलबारीमा चलिरहेछ भेडा अब फर्स्ट टाइममा हो र घाँसमा पल्लो टाइम पस्यो भने एउटा किन मर्छ घाँस पल्लाकै टाइममा गइहाल्यो बाइचान्स यति पस्यो झुकेर भने एउटा दुइटा त मर्नै पर्छ बाध्य नै छ के मजाले चलिरहेछ भेडा हेर्दा अझै आइपुगेछ छैन कोही तल तल रहेछ कोही अझै माथि छ आइपुगेको छैन भेडा अब त्यति बेला चाहिँ उनीहरूको कति मजाको भ्यू छ नि त डिसेम्बरसम्म चाहिँ तलै यो फुलबारीमा चलेको छ साह्रै मजा देख्दो रहेछ दिन अर्को ठाउँ बस्यो फेरि अर्को ठाउँ बस्यो त्यस्तै खालको त्यही त भेडा कोठाको चाहिँ रमाइ जिन्दगी त यसो हेर्दाखेरि मान्छेले त्यो रमाइलो देख्छ नि त तर दुःख चाहिँ कति छ त्यो चाहिँ त्यो गर्ने बेलामा थाहा छ नि आफैसँग हजुर हजुर तपाईँहरूले यो अहिले लाउनु हुँदैछ यसलाई चाहिँ लुकुनी भनिन्छ नि त नि लुकुनी भनिन्छ यो सबै भेडाकै उनको बनाएको नि यही यो चाहिँ पानी झरीमा यही लाउनु यही सबै पानी यसले छर्छ नि यो चाहिँ बहुत वर्ष भयो हजुर हजुर खासमा चाहिँ यो नयाँमा हो भने चाहिँ 2 सालसम्म चाहिँ पानी पस्दैन हजुर अहिले चाहिँ पुरानो हो यो पुरानो भयो सबै भेडा कोठालाई चाहिँ खासमा यस्तो लाग्यो भने चाहिँ राम्रो देख्ने पनि फेरि काम पनि गर्ने रहेछ नि त धेरै न्यानो पनि हुन्छ नि यता पानीले जति बाहिर भिज्छ हजुर त्यति भित्र न्यानो बस्छ नि हजुर हजुर लुकुनी यसले चाहिँ अब ज्याकेट ओभरकोट जस्तो रहेछ अनि कति मजाले डिजाइन आफै हातले सिलाएको नि हजुर यो चाहिँ हजुर घरमै बनाएको त्यही त कति मजाको डिजाइन मान्छेले अब बनाएकै हो नि होइन कसले डिजाइन के डिजाइनर चाहिन्थ्यो अहिले त मान्छेले खालि डिजाइनर कहाँ खोज्छ कि अहिले घरमै बनिन्छ डिजाइनर यति मजाले बनाउँछ हातले ह्यान्ड स्टिच रहेछ नि सबै हातले नै बुनेको हेर्नुहोस् न यो सिलाएको नि हातले नै सिलाएको रहेछ कति मजाले गरे त्यही त त्यो लाग्यो कि तपाईँहरूको अन्त हुन्छ हजुर त्यही अब धेरैसम्म आएको थिएन हामी आउन भनेर अन्त त्यही दुःख सुख बुझौँ भनेको थियो कि अन्त हजुरले अब भन्नुभयो नि त अब अलिपछि अब केही कुरो हुन्छ कि होइन कतैबाट सपोर्ट हुन्छ कि हामीले अब हामी त अहिले एउटा ग्रुप जस्तो भएर काम गरिरहेछौँ नि तपाईँहरू हामी त अब त्यही भएर हामी त एउटा एउटै ग्रुप जस्तो भएर बसेको छ नि त हामी अनि त्यसो हुँदाखेरि चाहिँ मैले तपाईँहरूको लागि नि कति कुरो भनिँदैछ हो हौ त्यस्तो तपाईँहरूले नि यो गरिरहेछ अनि आफ्नो दुःख गरिरहेछ अन्त कुनै दिन न कुनै दिन त हुन्छ नै होला भन्ने आशा छ नि त हजुर ल हुन्छ हजुर थ्याङ्क यू धेरै धेरै धन्यवाद छ हजुर